ल हेर्नु त यो एलजी को स्केलको पाउडर हो। योलाई कसरी सफा गर्ने हो मसिनमा राखेर आज हजुरलाई म सिकाउँछु है कसरी राख्ने। योलाई यस्तै प्याकेट चातेर यसको भित्र राख्ने अनि त्यसपछि यसमा कपडाबाट यसको ग्यास्केटलाई राम्रोसँग यस्तै क्लिन गर्नुपर्छ। राख्नभन्दा पहिले ग्यास्केटलाई क्लिन गर्नुपर्छ किन भित्र फोहोर पनि हुन्छ त्यो राम्रोसँग हातबाट गइहाल्छ। किन यहाँसम्म त पानी राम्रोसँग भित्र ग्यास्केटमा पस्दैन, फेरि माथि माथि पनि फोहोर रहेछ यसको राम्रोसँग सबैतिर पोछेर यसरी राम्रोसँग पोछेर अब यसको ट्रेलाई पनि निकाल्नुपर्छ बाहिर। अहिले म निकाल्छु ट्रेलाई, हेर्नु है। अब ढोका लगाएर यसको ट्रे पनि क्लिन गर्ने, तर मैले पहिले नै यसको क्लिन गरिदिएछु। यस्तै क्लिन रहेछ ट्रे। त्यसपछि यसलाई राम्रोसँग लगाएर अनि यसलाई ट्युब क्लिनमा राख्नुपर्छ। यस्तै अन गरेर मसिन ट्युब क्लिनमा राख्नुपर्छ। यसमा ट्युब क्लिन। अब यसलाई स्टार्ट गऱ्यो भने यसमा 1 घण्टा 12 मिनट जति आउँछ। त्यसपछि हजुरको राम्रो क्लिनिङ गर्छ है। यो क्लिनिङ मोडमा लागिसकेछ। अब यो महिनामा गर्नुपर्छ, नगर्यो भने तपाईँको मसिनहरूमा धेरै फोहोर भइहाल्छ। 2 वर्ष 3 वर्षमा धेरै फोहोर आउन सक्छ। तर यो वासिङ मसिन जस्तो नयाँ किन्नुहुन्छ त महिना यस्तो गरिराख्नु है। अब यो राम्रोसँग वास गरिरहेछ। भित्र जति यसको ड्रम छ क्लिन भइहाल्छ भित्र। तर महिनामा गऱ्यो भने तपाईँको ड्रममा भित्र फोहोर हुँदैन, नगरे भने फोहोर धेरै आइहाल्छ है।